चाहिँ मतको रूपमा अहिले रामेछापवासी आमाबुवा दाजुभाइ दिदीबहिनीहरूले प्रकट गर्नुभएको परिवर्तनको लागि यो एउटा मत उहाँले दिनुभएको छ। उहाँहरूप्रति हार्दिक सम्मान छ। सबै रामेछापवासी आमाबुवा दाजुभाइ दिदीबहिनीहरू एवं पार्टी पङ्क्ति शुभेच्छुक रामेछापभन्दा बाहिर रहनुभएका सबैप्रति आभारी छु, धन्य छु र वास्तवमा यो चाहिँ एउटा परिवर्तनको मतको रूपमा मैले ग्रहण गरेको छु। हजुर, जस्तो अब यहाँले जो घोषणापत्रमा धेरै कुरा लेख्नु भएको छ होइन, अब त्यो कुरा अब यहाँ पुरा गर्ने यहाँहरूको दायित्व अब जिम्मेवारी काममा आएको छ र त्यसको लागि चाहिँ यहाँ कसरी त्यो काम पुरा गर्नुहुन्छ, रामेछापी जनतालाई के भन्नु चाहनुहुन्छ? एकदम सही हो। हामीले करिब 45 दिनको यो संवाद कार्यक्रम गर्दा पनि भनेका थियौँ, हामीलाई काम दिनुहोस्, काम माग्दै आएको छौँ, कामको लागि जिम्मेवारीको लागि र एउटा कर्तव्य बोध गर्दै हामी अगाडि बढ्नेछौँ भनेका थियौँ। भोलिका दिनमा हामीले गर्ने भनेको सुसंस्कृत राजनीतिलाई साँच्चीकै नैतिकवान राजनीति बनाउने प्रमुख एजेन्डा बोकेर हिँडेका छौँ हामी। दोस्रोमा सुशासन, यो पारदर्शिता, जवाफदेहिता र जनसहभागितात्मक एउटा विकास प्रक्रिया समग्रमा देश जानुपर्छ भन्ने छ, त्यो एजेन्डा छ दोस्रो। तेस्रोमा सामाजिक न्याय स्थापित हुनुपर्छ। सबै समाजका सबै वर्ग, जाति, क्षेत्र, लिङ्गका नागरिकले सम्मानपूर्वक सबै चाहिँ अधिकारसहित बाँच्न पाउनुपर्छ, हिँड्न पाउनुपर्छ भन्ने छ। र चौथोमा समृद्ध रामेछाप र समग्र देश विकासको एजेन्डाहरू छन्। यी चारवटै मुख्य एजेन्डाहरूमा रहेर नीति, विधि र विधानहरू संशोधन गर्ने, ती बाधा व्यवधान गर्ने विधि विधानहरूलाई संशोधन गर्ने, परिमार्जन गर्ने र ती विषयवस्तु, ती एजेन्डाहरूलाई पुरा गर्ने चाहिँ नीति, नियम, विधि विधान बनाउने सन्दर्भमा मेरो महत्त्वपूर्ण भूमिका हुन्छ। र रामेछाप केन्द्रित चाहिँ बजेट निर्माणका सन्दर्भमा नीति, रामेछाप जस्तै अन्य जिल्लाहरू र समग्रमा चाहिँ नेपालका चाहिँ समृद्धिको लागि नीति निर्माणमा मेरो अहम भूमिका रहन्छ।